हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज पनि म नयाँ भ्लगको साथ आइसकेको छु। अब आज कता जाँदैछु भने म यतै भक्तपुर नजिकैको ठाउँ राम्रो ठाउँ छ भन्ने सुनेको थिएँ, त्यही भएर जाँदैछु। चुच्चे ढुङ्गा भन्ने ठाउँ रहेको छ हैन, यता भक्तपुरबाट नजिकै छ, माथितिर रानीकोटमा पर्छ। हामीले यता घ्याम्पे डाँडा हुँदै जानुपर्छ। राम्रो ठाउँ छ अरे, यता भ्यूहरू पनि बवाल देखिन्छ भन्ने सुनेको थिएँ हैन। अब जाउँ के कस्तो रहेछ। अहिले म ठ्याक्क निस्किसकेँ यता भक्तपुरबाट। अब धेरै लाग्दैन होला, टाइम पनि त्यस्तै 20-25 मिनटमा पुगिन्छ होला। अब बाटो कस्तो छ, मैले सुनेअनुसार त बाटो राम्रै छ भन्ने सुनेको थिएँ। पिच नै छ अरे, अब हेरौँ। पिच भए त धेरै लाग्दैन होला। अहिले चाहिँ यो गट्ठाघर चोक हाम्रो, अहिले चाहिँ खासै जाम रहेनछ यता पनि। कुनै बेला त यता पनि धेरै जाम हुन्छ। यो म जान लागेको चुच्चे ढुङ्गा भनेको 1-2 वर्ष अगाडि चाहिँ भाइरल ठाउँ रहेछ क्या। त्यसमा मान्छेले जाने, फोटोसुट गर्ने, टिकटक बनाउने भाइरल प्लेस रहेछ क्या। अनि अहिले चाहिँ खासै त्यस्तो रहेनछ, तर मान्छेहरू जान्छन् नि अहिले पनि यसो घुम्नलाई। हेरौँ, रमाइलो ठाउँ छ अरे, यताउतिको भ्यू पनि देखिन्छ भन्ने सुनेको थिएँ। र मैले 4-5 दिन अगाडि म यता तारकेश्वर गएको थिएँ, ट्रेकिङ पनि गरेको थिएँ। अनि भिडियो हेर्नुभयो कि हेर्नु भएन तपाईँहरूले? हेर्नु भएको छैन भने हेर्न सक्नुहुन्छ, मेरो च्यानलमै छ, गएर। अब यता नजिक ठाउँ जाउँ, टाढा त जान सकिँदैन। अब नजिक कुन ठाउँ छ राम्रो ठाउँ गइरहेको हुन्छु म, भेरी नजिकैको। अब टाढा त जान पनि भ्याउँदैन समयले गर्दा होइन, जान त्यति टाइम पनि लाग्दैन। अब त्यस्तै 1-2 घन्टामा पुगिहालिन्छ बाइकमा। अब अलिकति घुम्यो आयो, माइन्ड पनि फ्रेस हुन्छ, रमाइलो पनि हुन्छ होइन। अनि म जाने ठाउँ चुच्चे ढुङ्गा भनेको मैले युट्युबमा हेरेको थिएँ सर्च गरेर के कस्तो रहेछ ठाउँ भनेर। अनि एउटा ढुङ्गा रहेछ ठुलो, अनि त्यसमा रेलिङ बनाएर अनि मान्छेले हेर्ने भ्यू, काठमाडौँको पुरै भ्यू देखिने रहेछ क्या। त्यहाँबाट एउटा ढुङ्गाकोबाट रेलिङ बनाएर मान्छेले बस्ने त्यहाँ बनाएको रहेछ, राम्रो रहेछ। अनि मलाई पनि जान मन लाग्यो। यो बाटोमा चाहिँ पटार्न मन लाग्छ, के गर्नु। तर अब ट्राफिक सरले कहाँबाट छोप्ने पनि थाहा हुँदैन, त्यही भएर आफ्नै स्पिडमा बिस्तारै चलाउनुपर्छ, सुरक्षित भएर। नत्र त खाली बाटोमा चाहिँ पटार्न मन लागिहाल्छ हो। 47-48 को स्पिडमा कुदिरहेको छु म चाहिँ यो बाटोमा। एकचोटि म पनि परेको छु यो बाटोमा स्पिडमा, सिट खाएको थिएँ मैले। अहिले चाहिँ यता भक्तपुरमा चिट खाँदाखेरि बगी खान जानु पर्दैन रहेछ। यता के भक्तपुर यता अगाडि यतातिर के चुन देवी हो के भन्ने ठाउँ छ, त्यहाँ जानुपर्दो रहेछ। बगी खान पर्दैन रहेछ क्या अहिले चाहिँ। अन्त पहिल्यैदेखि थियो होला, मलाई थाहा थिएन नि त। म त बगी खाना सोचिरहेको थिएँ, यता रहेछ। अहिले 3 ठाउँ भन्ने सुनेको छु मैले, एउटा बगी खाना, अनि अर्को यता एउटा साधु बाटो कता पनि छ अरे क्लासको लागि। त्यही भएर ट्राफिक नियम पालना गरौँ, मजाले चलाउँ होइन, आनन्दले चिल पालामा चलाउँ। आफू पनि सुरक्षित भयो, चिट पनि काटिएन, ट्राफिक नियम फलो गरेपछि त आनन्द। हामी यता भित्र लाग्नुपर्छ। आम्मामा कताबाट ल्याएको दैले गाडी। अब यताबाट सिधा अगाडि जानुपर्छ। अगाडि गइसकेपछि लेफ्टतिर लाग्नुपर्छ। हामी उता डोलेश्वर घ्याम्पे डाँडा जाने बाटो हुन त। घ्याम्पे डाँडा यो पाइलट बाबा घ्याम्पे डाँडा हुँदै जाने हो हामीले। अनि डोलेश्वरको बाटो यता तलतिर लाग्छ, घ्याम्पे डाँडा पाइलट बाबाको अलि माथितिरबाट लाग्छ। अब यता पुग्यो, यताबाट हामीले लेफ्टतिर लाग्नुपर्छ। डोलेश्वर महादेव जाने बाटो पनि यतै हो।
यताको यो जङ्गलमा छिर्दाखेरि चिसो अनुभव हुन्छ क्या, रमाइलो लाग्छ मलाई चाहिँ। गर्मीको बेला पनि उतातिर भ्याली बाटो यता माथितिर जङ्गलको यो बाटो ठ्याक्क छिर्दाखेरि चिसो अनुभव हुन्छ क्या, चिसो आनन्द आउँछ। अनि यति फरक हुन्छ क्या, उता काठमाडौँ यहीँनिर तलतिर बजारतिर गर्मी भएको हुन्छ, यहाँतिर कस्तो आनन्दको चिसो भएको हुन्छ क्या। यता बिच बाटोमा पुगेँ म, तर बाटो चाहिँ राम्रो रहेछ, पिच रहेछ अहिलेसम्म। अब हेरौँ माथितिर कस्तो छ, सायद पिचै होला। अब नजिकै ठाउँ हो नि त यो भ्यालीभन्दा, त्यही भएर पिचै रहेछ। तर गर्मी वर्षायाममा चाहिँ पहिरो जाने रहेछ, ठाउँ ठाउँमा पहिरो गएको छ। तर बाटो चाहिँ खासै बिग्रेको छैन, पिच नै छ, दामी छ बाटो चाहिँ। तर अलि बाटो चाहिँ घुमाउरो रहेछ, डेन्जर छ। यतातिर देखिँदैन कि अगाडितिर, सेट्ट अगाडिबाट स्पिडमा आइदियो भने गाह्रो हुन्छ। त्यही भएर बिस्तारै चलाउनुपर्छ यो बाटोमा, हेरेर चलाउनुपर्छ। यस्तो मोडमा मेन चाहिँ यता मोडतिर अगाडिबाट ट्रक पनि आउने रहेछ क्या। ट्रक भन्दा पनि त्यो भ्यानवाला हुन्छ नि, ट्रक भन्दा ठुलोवाला नै कि अर्कोवाला हुन्छ नि, त्यस्तो आउने रहेछ क्या। अब कहिलेकाहीँ सट्ट आइदिएपछि, अब सानो छ नि त बाटो, गाह्रो छ। फेरि यस्तो मोड छ, त्यसैले विचार गर्नुपर्छ। बाटो चाहिँ एकदम राम्रो रहेछ। यताबाट माथि लाग्नुहुन्छ भने पाइलट बाबा, हामी यतातिर लेफ्ट लाग्छौँ। ए जिप लाइन चाहिँ यता रहेछ, मान्छे कोही रहेनछ जिप लाइनमा पनि आज। उतातिर नजिकै रहेछ जिप लाइन पनि, त्यस्तो ठुलो रहेनछ, नजिकै रहेछ जिप लाइन। यताबाट हामीले जाने आशापुरी रानीकोट भनेको राइट लाग्नुपर्ने रहेछ, तर अफरोड रहेछ यतातिर चाहिँ, अफरोड हुँदै जानुपर्ने रहेछ। भ्यू चाहिँ बवाल देखिने रहेछ यहाँबाट, भ्यालीको, काठमाडौँ भ्यालीको। भइहाल्यो, सायद यतै बाटो हो जस्तो लाग्छ मलाई, सायद पुगिसकेँ म। नजिकै रहेछ, सोचे भन्दा पनि नजिक लाग्यो मलाई चाहिँ। यहाँबाट हो जस्तो लाग्यो, कोही पनि रहेनछ। बाइक पार्किङ कता गर्ने होला त, यहीँ गरौँ के हो। म चाहिँ यता पुगिसकेँ। अब ठाउँ चाहिँ बवाल रहेछ, दामी ठाउँ रहेछ, जङ्गलको बिचमा रहेछ। अनि अब यताबाट ठ्याक्क आउने हामीले तलबाट, अनि यता माथि जानु पर्दैन। यो बिच बाटो धेरैलाई थाहा पनि नहोला, यस्तो अलिक त्यस्तै बाटो छ। अनि यहाँबाट हामीले भित्र लाग्ने, अनि यहाँबाट कोही पनि छैन, म एक्लै रहेछु यहाँ पनि। अस्ति 4-5 दिन अगाडि म तारकेश्वर महादेव गएको थिएँ, त्यहाँ पनि कोही पनि थिएन, म एक्लै थिएँ। आज पनि म एक्लै छु यहाँ पनि। यहाँबाट दुईवटा बाटो रहेछ। अब माथि नलागेर हामीले यतातिर जानुपर्छ। अब धेरै कन्फ्युज हुन सक्नुहुन्छ, किन भन्दाखेरि माथि यस्तो बनाएको छ, माथि होला भनेर, तर होइन, यो बाटो जानुपर्छ हामीले। जाउँ, जङ्गल रहेछ, जङ्गलबाट जानुपर्ने रहेछ। अब हेरौँ कस्तो छ। यस्तो ठाउँ चाहिँ राम्रो रहेछ, ठाउँ चाहिँ एकदम राम्रो रहेछ। अब उतातिर कस्तो छ, सायद राम्रै होला उता पनि। ठाउँ चाहिँ मैले सोचे भन्दा पनि नजिक रहेछ। म त अलिक टाढै छ कि सोचेको थिएँ, तर नजिकै रहेछ ठाउँ। आनन्दको ठाउँ रहेछ, पिसफुल ठाउँ रहेछ। यस्तो जङ्गलको बिचबाट बाटो पनि कस्तो कठिन रहेछ। भ्यू चाहिँ बवाल देखिने रहेछ। बाटो चाहिँ अलिक गाह्रै रहेछ। यस्तो बाटो विचार गरेर
हिँड्नुपर्ने रहेछ। चिप्लेपछि चाहिँ उतै जाने, बिस्तारै हिँड्नुपर्छ। तर ठाउँ चाहिँ एकदम राम्रो रहेछ, गाउँतिरको भाइब्स दिने खाले क्या। हाम्रो गाउँतिर पनि त्यस्तै हुन्थ्यो जङ्गलहरू, मलाई त्यस्तै लाग्यो गाउँतिर हिँडे जस्तै। पहिला सानो हुँदाखेरि हामी जान्थ्यौँ नि त यता वनतिर घुम्नलाई, त्यस्तै लाग्यो। ठाउँ चाहिँ बवाल रहेछ। आम्मै सिस्नु पनि रहेछ। सायद पुग्यो जस्तो लाग्यो, यहाँनिर देखियो, सायद पुग्यो। म मात्रै रहेछ एक्लो, जङ्गल छ पुरै यताबाट काठमाडौँको भ्याली पुरै देखिने रहेछ। फाइनल्ली पुग्यो, धेरै नजिकै रहेछ, कोही पनि रहेनछ। यो ढुङ्गा रहेछ, चुच्चे ढुङ्गामा यस्तो रेलिङ लगाएर यो मेन भनेको यो के हाम्रो यो चुच्चे ढुङ्गा छ नि त हाम्रो, यसले गर्दा प्रसिद्ध भएको रहेछ यो ठाउँ चाहिँ। अनि पब्लिकको लागि भ्यू हेर्नको लागि यो रेलिङ बनाएको रहेछ यस्तो। अनि माथि चाहिँ पुरै जङ्गल रहेछ, राम्रो रहेछ ठाउँ चाहिँ, आनन्दको पिसफुल ठाउँ रहेछ, दामी। अलिकति अब बसौँ, यहाँ हेरौँ भ्यू, अनि जानुपर्छ। म चाहिँ आएको यताबाट, यो सायद यो रिसोर्ट हो, ठुलो होटल। अनि यो बाटो आइयो यतातिर, अनि त्यो चाहिँ हाम्रो पाइलट बाबाको मन्दिर जस्तो लाग्यो। त्यहाँ देखिन्छ, क्यामेरामा देखिन्छ कि देखिँदैन त्यहाँ होइन। अरू ठाउँ चाहिँ खासै मलाई थाहा भएन यतातिरको, तर ठाउँ चाहिँ बवाल छ, एकदम दामी रहेछ। भ्यू चाहिँ पुरै देखिने रहेछ भ्यालीको। फेरि वेदर क्लियर भएपछि त बवाल देखिन्छ होला। आज खासै त्यस्तो क्लियर छैन वेदर, तर पनि राम्रो देखिरहेछ, दामी। ठाउँ चाहिँ राम्रो रहेछ, मलाई चाहिँ पर्सनल्ली राम्रो लाग्यो, बवाल लाग्यो ठाउँ।
अब जानुपर्छ। बसेँ मैले, भ्यू चाहिँ हेरेँ यताउतिको, बवाल लाग्यो। अनि तपाईँ देख्न सक्नुहुन्छ यतातिर हैन। अब निस्कनु पऱ्यो, म पनि निस्कन्छु अब। बवाल छ भ्यू हैन, दामी छ। म एक्लै रहेछु यता आज चाहिँ, खासै मान्छेहरू नआउने रहेछ आज, आएको थिएन म एक्लै। तर पनि रमाइलो छ ठाउँ एकदम। कतै यता निहुरेर पनि हिँड्नुपर्ने रहेछ, सिस्नो छ। अनि धेरै जस्तो त काटिदिएको छ बोटहरू, बाटो बनाइदिएको छ। कुनै ठाउँ चाहिँ अलिकति निहुरेर हिँड्नुपर्ने रहेछ। ठाउँ चाहिँ एकदम राम्रो रहेछ। यसो माइन्ड फ्रेस गर्नु छ भने यता आउने हैन, आनन्द हुन्छ, माइन्ड पनि फ्रेस हुन्छ। भ्यू पनि पुरै छ। यहाँनिर हल्का बाटो बिग्रेको रहेछ, अरू ठाउँ त राम्रै छ। यो ठाउँनिर हल्का यहाँबाट चिप्ल्यो भने त्यहाँ पुगिन्छ, तलै पुगिने रहेछ। विचार गर्नु होला आउनुहुन्छ भने। अरू ठाउँ चाहिँ राम्रै छ बाटो चाहिँ। एक ठाउँनिर हल्का बिग्रेको रहेछ। फाइनल्ली यता बाइक राखेको ठाउँ पुग्यो हैन। यता अब यता माथि पनि के छ, एकछिन पुग्नु पर्यो। माथितिर केही छ कि, बाटो त बनाएको रहेछ, त्यत्तिकै त नहोला, केही न केही होला माथि पनि। एकचोटि माथि पनि पुग्नु पर्यो हैन। बाइक चाहिँ यता छ मेरो। अब यहाँबाट माथि लाग्छु म, एकछिन के रहेछ हेर्छु, अनि निस्कनु पर्ला सिँढी हुँदै। यता चाहिँ सिँढी बनाइदिएको रहेछ, सायद भ्यू टावर नै होला माथि पनि। के छ हेरौँ। सिँढी नै सिँढी रहेछ। यता चाहिँ आनन्दको रहेछ, बिस्तारै हिँड्ने। उतातिर जङ्गल रहेछ, यतातिर सिँढी नै सिँढी। सल्लाहको बिचमा के भन्छ यसले, सल्लाह जो भन्छ होला। पानी ल्याउनु चाहिँ बिर्सेँ म आज। ठिकै छ, माथि पाइन्छ कि, सायद पाइन्छ होला माथि। तर धेरै टाढा जस्तो लाग्यो, उकालै छ पुरै। थकाइ लाग्छ होला आज पनि। ट्रेकिङ हुनेको कसरत ठिकै हुन्छ। मलाई त थकाइ पनि लागिसक्यो। अब यस्तोमा धेरै हिँड्ने बानी नभएर होला सायद। पहिला गाउँ हुँदा हिँडिन्थ्यो, अहिले बानी छैन नि त, त्यही भएर हल्का गाह्रो। यस्तो सिधै माथि पुरै तलदेखि नै सिँढी, उकालो सिँढी। यहाँनिर हल्का गाह्रो रहेछ, साइडको झारहरू ठुलो भएर हल्का गाह्रो रहेछ यतातिर। आम्मा, यस्तोमा सिस्नु भएपछि चाहिँ गाह्रो हुन्छ, तर छैन होला यहाँ त। सिस्नु चाहिँ छ रहेछ, यहाँनिर रहेछ, तर विचार गरेर हिँड्नुपर्छ। म यता फर्किसकेँ, माथि धेरै रहेछ टाढा, बिच बाटोबाट फर्किनु म। ट्रेकिङको लागि यतातिर माथितिर राम्रो रहेछ, बिस्तारै सिँढी चढ्दै जाने आनन्दले। तर गाह्रो हुने क्या, पहिलोचोटि
यस्तोमा चढ्दाखेरि धेरै पछि यस्तो गाह्रो हुने क्या, पुरै सिँढी ठाडो उकालो अनि गाह्रो हुने। तर ट्रेकिङ गर्नेको लागि चाहिँ एकदम बेस्ट ठाउँ छ भन्छु म त यो। सिँढी हुँदै माथि जाने। माथि के छ सायद मलाई थाहा भएन, सायद भ्यू टावर के होला त्यस्तो बनाएको। अनि म चाहिँ फर्केँ, धेरै माथि छ जस्तो लाग्यो मलाई। अनि फर्किएको म चाहिँ फेरि पानी पनि बोकेको थिएन मैले, पानी प्यास पनि लाग्यो। फेरि माथि कति छ भन्ने पनि थाहा भएन, थोरै भए त जान्थेँ पनि, अब धेरै छ कि जस्तो लाग्यो। अनि त्यही भएर फर्किएको म चाहिँ। माथि चढ्दा गाह्रो, झर्दा चाहिँ एकैछिन हुने रहेछ कि। माथि चढ्दा चाहिँ थकाइ लाग्ने रहेछ, झर्दा चाहिँ सजिलो। यहाँसम्म त सफा पनि गरेको रहेछ बाटो, माथितिर कसै गरेको छैन। यतातिर चाहिँ गरिसकेको रहेछ, लगभग यतातिरको साइडको झारहरू हटाइसकेको रहेछ यतातिर। तर अलि माथि चाहिँ छैन, अब हुन्छ होला सायद। अब कुन सिजनमा बढी भिड हुन्छ मान्छेको, अब गर्छन् होला। अहिले त खासै मान्छे पनि जाँदैन नि त त्यतातिर, त्यही भएर नगरेको हुनुपर्छ। अब मान्छे जाने भइसकेपछि सायद यता पनि सफा होला सायद। यहाँ चाहिँ क्लिन छ क्या बाटो, यता साइडतिरबाट यो झारहरू आएको छैन, तर माथितिर आएको छ क्या। हिँड्नलाई हल्का गाह्रो, डर लाग्छ नि त साइडतिर। अब यसो काँडाहरू हुन्छ नि त कहिलेकाहीँ, काँडा भयो त्यस्तो भएपछि हल्का डर लाग्ने रहेछ। यतातिर चाहिँ राम्रो रहेछ। लगभग म पनि पुगिसकेँ यता, मैले बाइक राखेको ठाउँ। अब जानुपर्छ तल। अघि यताबाट माथि गएको थिएँ, सुरुमा यता गएको थिएँ, यता चुच्चेढुङ्गा यतातिर। अनि त्यसपछि माथि गएको थिएँ, माथि थाहै भएन कति टाढा छ भन्ने। अनि त्यसपछि अब के छ भन्ने पनि थाहा भएन माथितिर। अनि त्यही भएर म फर्केँ। थाहा भएको भए त जान्थेँ म के छ भन्न, माथि गएर के छ भन्ने थाहा भएन। अब नेक्स्ट टाइम के छ थाहा भएपछि नेक्स्ट टाइम जानु पर्ला। अब रमाइलो भयो। यहाँ बाइक थियो, अहिले स्कुटी पनि आएको रहेछ। सायद यता चुच्चेढुङ्गातिर कोही आउनुभयो होला सायद स्कुटीमा। अघि मेरो बाइक मात्रै थियो, अहिले स्कुटी पनि आएको रहेछ। यतातिर दुईवटा छ अहिले, अघि मेरो सिङ्गल थियो त्यहाँनिर, अहिले दुईवटा आएको रहेछ। ठाउँ चाहिँ दामी छ। यहाँनिर बाइक छ मेरो। अब जानुपर्छ। एन्ट्रक टिभिएस दुइटै। अब जानुपर्छ। रमाइलो भयो। तपाईँलाई लोकेसन भन्नुहुन्छ भने यो बाटो आइसकेपछि यस्तो आउँछ क्या। यहाँ माथि राखेको छ भिलेज हाई एन्ड रिसोर्ट नगरकोट भन्ने। ए सायद म यहाँ रहेछ त पोस्टर मैले देखिनँ। यो के झुला जस्तो रहेछ, त्यो माथितिर होला सायद। ऊ देख्न सक्नुहुन्छ, अब देखिन्छ कि नै क्यामेरामा। हो त्यो रहेछ माथितिर सायद, त्यो माथि। अहिले थाहा भयो, यहाँ हेरेको थिएन क्या मैले। अब त्यो रहेछ सायद, राम्रै ठाउँ होला त्यसो भए। अब नेक्स्ट टाइम जानु पर्ला त्यहाँ। ठिकै छ। अब ढुङ्गा रानीकोट भन्ने ठाउँ दामी रहेछ। अनि तपाईँ पनि आउन सक्नुहुन्छ भिजिट गर्नुहुन्छ भने। अनि ट्रेकिङको लागि पनि यता माथितिर रहेछ दामी ठाउँ होइन। अनि तपाईँ आउन सक्नुहुन्छ। अब नेक्स्ट भिडियोमा भेटौँला, बाई।